हेलो साथीहरु म त हिजो लास्टमा लाग्यो यार हेलो एभ्रीवान वेलकम ब्याक टु माई च्यानल। आज मैले तपाईहरुलाई खोटाङ उदयपुर टु खोटाङको भिडियो लिएर आएको छु। तपाईहरुले हेर्न सक्नुहुनेछ यहाँ चाहिँ बाटो बनाउँदैछ डाइरेक्टली सर्ट त्यहाँबाट। त्यसलाई के भन्छ थाहा भएन, नाम चाहिँ गिरिलिज कि सिडलिज हो यस्तो पुल छ नि गाइज। ऊबाट गाडी आइसकिसकेछ बुनु, जाम जल्दी, गाडी आइसकिसकेछ। गाडी आउँदैछ, हाम्रो चाहिँ गाडीबाट जानुपर्ने हुन्छ। त्यो पनि आधी बाटोसम्म साथी यस्तो माइ गड यस्तो पुल हल्लिन्छ नि, मलाई यस्तो डर लाग्छ यो पुल, यस्तो डर लाग्छ। अनि हामी चाहिँ यहाँनिर केक पनि लगेर जाँदैछौँ, नानीको बर्थडे छ। ह्याप्पी बर्थडे टु यु बेबी। निर्माण कार्यक्रम भइरहेको छ, त मान्छे चाहिँ यहाँनिर के भएर बसेको थाहा भएन। म चाहिँ भारी यति धेरै छ नि, फेरि भारी गाइज पुरै नगर्नु भारीको त यतिको त हुने बेला दरपट। एउटा हाम्रो भारी बन्जी खेल्छ आडेन पानी चलो हिँड्ने त एउ 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 खोइ हो त्यो किन बाँधेको मलाई पनि थाहा छैन, तर पुलको लागि रहेछ। अब म यस्तो डेन्जर छ कि यो बाटो, मेरो मलाई खस्छ होला हौ। मेरो बहिनी हिँड्दैछन् अघि अघि, यस्तो चाहिँ साथीहरू बाटो। ओ मान्छे यहाँ झुन्डेर झरेको छ यार। त्यो छ नि यहाँबाट यो दोरी छ नि, यो दोरी यहाँबाट चाहिँ मान्छे तलतिर गएको रहेछ क्या, के कामको लागि यहाँबाट खसालेर मान्छे खच्चा हुन्छ नि, बहादुर हुन्छ। हामी दुईजना मात्रै लुत्रे हो क्या। अब फेरि त्यही माथि बाइक आइदिन्छ यस्तो चप्टेर बाटोमा, यसरी डल्ली गाह्रो छ साथीहरू। लु हिँड्नुहोस् हिँड्नुहोस् हिँड्नुहोस्। म त कुदिदिन्छु हो, किन डराउने हो र। नो एउटा मान्छे त खाइदियो भयो, डर लागिसक्यो मलाई त। तपाईँहरूले पछाडि हेर्न सक्नुहुनेछ कोही व्यक्ति आउँदैछ होइन आउँदैछिन्, तर ऊ डराइरहेको छैन। तपाईँहरूले कमेन्टमा आकाश सेट बेसी हल्लिन्छ त यार। त्यो अङ्कल फेरि क्या हिँडिरहेको थियो नि, 3 मिनटको त हाम्रो यो पुलकै भयो भिडियो। नो वरी होइन, तपाईँहरूलाई हाम्रो रियाक्सनहरू देखाउँदैछौँ, हामी कसरी गइरहेको छौँ भनेर देखाइरहेको छौँ होइन। एकदम डर चाहिँ लाग्छ, डर किन लाग्दैन, डर किन लाग्छ भन्नेलाई तपाईँहरूले पुल हेर्न सक्नुहुनेछ। जुन यो चाहिँ पोहोर परारको असोजको महिनाको माछाला असोजको महिनाको होइन, त्यो के भन्छ बारीले यस्तो पुलहरू हिँडाइदिएको छ नि त, त्यो डर लाग्छ। ओके साथीहरू अब हेरेर जानुहोस् है त, हामी कहाँ पुग्छौँ यति गर्छौँ, कति धेरै डर लाग्छ तर सकियो भने। र तपाईँले हेर्न सक्नुहुनेछ बङ्सेला वारी, यो चाहिँ हामीले पुल तडेर आइसकेको छ। यस्तो छ यो पुल, त्यो सर्ट हामी तडेर आइसकेको छ एकदम यस्तो छ गोलमालहरू। अनि हामी त जाँदैछौँ माउलो, मेरो माउलो चाहिँ हाम्रो माउलो चाहिँ खोटाङ हो होइन। अनि स्पेसल आज चाहिँ हामी के को लागि जाँदैछौँ भने हाम्रो मामाको छोरी यानि कि मेरो बहिनी सबैभन्दा सानी छिन् हाम्रो परिवारमा, हाम्रो होल परिवारमा सबैभन्दा सानो पुचुङले नानीको बर्थडे हो, त्यही भएर हामी चाहिँ बर्थडे सेलिब्रेसनको लागि जाँदैछौँ। अनि जसमा इन्भाइट चाहिँ मलाई त्यही बर्थडे गर्ल बेबीले नै गरेको छ, त्यही भएर म गइदिएको। लास्ट साथी तपाईँहरूलाई एउटा कुरा देखाउँछु ल, हाम्रो गाउँतिर के पाउँछ, साग पाउँछ। अनि तपाईँहरू अर्को हेर्न सक्नुहुनेछ, यो चाहिँ तपाईँहरूले यसलाई के भन्नुहुन्छ थाहा छ कि थाहा छैन, हामी चाहिँ भुइँको डाँडो भन्छौँ, भुइँको डाँडो भन्छौँ, भुइँको डाँडो। अब त्यसलाई इङ्ग्लिसबाट के भन्छ तपाईँहरू बुझ्नुहोस्, त्यही हो पाइनएप्पल, पाइनएप्पल साइनएप्पल आइनएप्पल, यस। अनि हाम्रो बाटोमा यस्तो पनि छ, यस्तो छ बाटो, माई गड।
हुनसक्छ त्यो गाडी थाहा छैन मलाई के छ र वारिपारि जिन्दगीको चौतारी फुल फुलेको छ यो फुल ढकमक्क हामीले यहाँ चाहिँ यहाँ छ हाम्रो सामानहरू यहाँ सामान रहेको छ साथीहरू हामी चाहिँ खाजा खाने ठाउँमा चाहिँ मलाई अप्ठ्यारो लागिरहेको छ अक्कट फिल भइरहेको छ तपाईँहरूले साथी हेर्न सक्नुहुनेछ अहिले चाहिँ खाजा बन्दैछ एउटा चाहिँ टिकटक क्विन छ नेट छैन गाह्रो छैन होला छैन निन्दा लाग्दैछ मलाई चाहिँ जाडो महिनामा मेरो खाजा चाहिँ यस्तो रहेको छ तपाईँले फेर्न सक्नुहुन्न काटा भनेको त चमच मात्रै रहेछ ओके हामीले खायौँ खाजा खाइरहेको अवस्था तातो भएछ धेरै मेरोमा त धुटेको मात्रै अन्डा रहेछ सक्ला सक्दो छैन रहेछ Ini enggak senang terus enggak cangang. साथीहरू हामी चाहिँ गाडी चढ्नु त यति ब्याग छ मेरो भाइ के यस्तो यार जिन्दगीको पर्यटनमा कस्तो लागिरहेछ ओके हामी त सिट पाइसक्नु भयो त दिमाग खराब गर्छ साथीहरू हाम्रो बिसाउनु यस्तो यहाँ मेरो बहिनी छ खोइ कता गयो हाम्रो झोलाहरू कोलाहरू सर रोड बनेको छ तर हामी आफ्नो ड्राइभर आफू साथीहरू हामी चाहिँ खाउने यतिखेर एकदमै आश्चर्यचकित सबैजनालाई आश्चर्यचकित बनाउन सफल भएको एउटा ठुलो पहिरोको जिन्दगी पहिरो बर्खामा ओइरिन्छ हिउँदमा अडिन्छ आश्चर्यचकित बनाउँछ अनि हामी त्यहाँ तपाईँहरूको माझमा मैले त्यो भिडलाई प्रस्तुत गर्न लगिरहेको छु 5 4 3 2 1 कस्तो छ यसले छिर्दैछ अनि कस्तो भइरहेको छ हाउ यु आर फिलिङ टेल मी ओ यु आर फिलिङ सो गुड साथीहरू हामी यो डाँडा चढ्नुपर्ने छ होइन माथि मेरो माउलो गर्छ यसको भुँडी देखियो तर केही छैन त्यो अलिअलि देखिन्छ नेचुरल भन्ने मामा हुनुहुन्छ हाम्रो भाडीहरू चाहिँ टक्क टुक्क दिस इज केक दिस इज भाडी दिस इज माउन्टेन ट्यु साथीहरू मैले अलिअलि मेकअप गरेको थिएँ अन्त मेकअप पनि गइसकिसकेको छ बिहानी गएको पनि जानु त के गर्नु यस्तो जिन्दगी गरेर पनि होइन अनि त्यसपछि तपाईँहरू यो अदृश्य कुराहरू देख्न सक्नुहुनेछ अनि यतातिर सबै हाम्रो आफन्तहरू हुनुहुन्छ यो डाँडाबाट सबै मेरो आफन्तहरू हुनुहुन्छ यो साइड सबै टोटली माहौलहरू अनि यतातिर यो साइडमा पनि मेरो आफन्ती नै हुनुहुन्छ यो साइडमा पनि मेरो आफन्ती हुनुहुन्छ बिकाउस मेरो मामा घर अनि पुर्खौली घरबाट यतै मासिएर पर्सनको मामा घर पनि यतै बसेपछि मेरो आफन्ती त अवश्य पनि हुनुहुन्छ यिनीहरूलाई मैले के कुरा जानकारी गराउन लाग्यो भने हिजो देखेको छैन देख्यो अहिले हिजो पुस 30 गतेदेखि चाहिँ आज माघको 1 गते आज मेरो बेबीको बर्थडे छ सो ह्यापी बर्थडेदेखि कति भन्नु अनि त्यसपछि पुसको महिनादेखि चाहिँ हामीले एकदम गर्ने सुरु भइसकेको छ सो अनि त्यसपछि चन्द्रमाले त्यहाँ माथिबाट हेरिरहेको छ नो चन्द्रमा दिस इज सन ओके यस्तो साथीहरू तपाईँहरू सबै मजाले हेर्न सक्नुहुन्छ बसिरङको पहिरो निर ओ
तपाईहरुलाई मैले यो जानकारी गराउन चाहे यो चाहिँ रहेको छ छ्वाला माथि चाहिँ घोडेडाँडा साइड पर्छ चिसापानी साइड अनि त्यसपछि यता सर्लक्कै रहेको छ यो साइड चाहिँ हाम्रो माउलो साइड पर्छ तपाईहरुले जंगल देख्नुहुन्छ जंगलको बीचमा भरे तपाईहरुले घर पनि देख्न सक्नुहुनेछ ओके यस्तै छ साथीहरु यो अचम्म खालको एउटा पहिरो तपाईहरुको माछा मैले लिएर आइसकेको छु तपाईहरु हेर्न सक्नुहुनेछ अति खतरनाक छ यो पहिरो खतरनाक पहिरोको छेउमा गयो केट ओइ तर्सिन्छ यस्तै छ यो यस्तै छ साथीहरु यहाँ बर्ड पिपल छ हाम्रो हजुरआमाले रोप्नु भएको बर्ड पिपल अन्त गले यार यतिमै सेट साथीहरु म चाहिँ आइसकिसकेको छु अनि मलाई रोप्न लिन आएको छु रमिला सलाम गर सलाम नगर म चाहिँ रातो गाला बनाएर बस्छु हजुर ए तातपाटे थ्याङ्क यू नाना भन्नु न चिकन खै अहो कति लामो देखिनु भएको नि यहाँ हेर ह्याप्पी बर्थडे देखेको छ यहाँ बेबी यो के हो बेलुन हो कसरी फुलाउने यो के गर्नुपर्छ बेलुनलाई खेलाउने नि अब ठुकु ठुलो फाइनली हामी आफ्नो माउली आँगन टेकिसकेका छौँ तपाईहरुले हेर्न सक्नुहुनेछ यहाँ हाम्रो माइजूको परिश्रम आलुबारी सब्जीबारी धनियाँबारी तर ओ बड दामी भएछ यति माइजू जग्गा उब्रेको पनि राम्रो भएछ नि तपाईहरु राम्रो त भयो तल हुनुहुन्छ छ्यामा जाइमसी टारैबाट के भाइजू यस आम्मामा माइजू आलु खर्ने बेला भएन अलि भएको छैन होला हौ आम्मामा कति साह्रो फलेको आम्मामा दामी हुन्छ आम्मामा सबै धनिया यो त गाजर हो गाजर यस्तो हुन्छ ए धनिया माथि रहेछ आम्मामा हाम्रो माइजूको माइले हामीलाई पनि भेटेर राम्रो वाउ माइजू प्याजको बिउ आफै छर्नु भएको रहेछ माइजूले नाइस यो बकुला यो माइजू व्हाट इज दिस फुलकोपी वाउ यतातिर लगेको छ प्याज यता माइजूले प्याज रोप्दै हुनुहुँदो रहेछ यतातिर छ बुइनी अब यता हुनुहुन्छ मेरो प्यारी माइली आन्टी जय मसी गुड खै हेरौँ खै गुड सुँगुरको बाख्राको वा दामी लाग्यो मलाई सब्जी बारी चाहिँ सुकुन मिल्छ देखाइदिउँ होइन यो चाहिँ रहेको छ चिसापानी घोडेडाँडा अनि बोपखा बोपखाको त यता बोपखा अनि यतातिर रहेको छ बेला भोक लाग्यो है चर्च रहेको छ छ्यामाको घर मामाहरूको घर अघि देखाइसकेँ तपाईँहरूलाई मासु र सालामुङ जुन एरिया चाहिँ हाम्रो पुरानो गाउँ हो त्यतातिर घर हो अनि यतातिर चाहिँ रहेको छ उतातिर उदयपुर रहेको छ यतातिर मेरो छ्यामा ओके साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो मेरो माउली गाउँ मेरो माइजूको यहाँ धनिया छ्यामाको धनिया छ्यामाको आलुबारी तर त्यो छ कता हिँड्नुभएको तपाईँ अनि नट दिस इज बाटो म त एकछिन पुगेर आउँछु तल्लो माथि हुनुहुन्छ छ्यामा उमाइ गर्छ आलुबारी छ्या हामी हो कि माको अल्छे चाहिँ तपाईँ यो क्रिसमसको हो छ्यामा क्रिसमसको भतियार हो यहाँ मैले चिनिदिन्छु क्या भत्काउनु चर्च हाम्रो छला पवित्र चर्च बुढो दुईटा शब्द गाउँछ न कस्तो लाग्यो
धेरै समयपछि माहौल आउँदा के परिवर्तन भएको रहेछ। यो तल्लो घर चाहिँ त्यस्तै छ, माथिल्लो घर चाहिँ पुरा चर्च हेरौँ, चर्च बाहिर भित्र हेरौँ। यो चाहिँ अस्ति हामीले चैत वैशाखमा आएर बनाएको, वैशाखी जेठ चर्च। यता हुनुहुन्छ हाम्रो छ्यामा। जय मसी छ्यामा, जय मसी। यहाँ त यो शर्मिलाले रोपेको फुलहरू खोइ देखाइदिउँ न। अस्तिको मैले भिडियोमा देखाउँछु भन्दै थिएँ। तपाईँहरूलाई म हाम्रो छ्यामाको घरको फुलबारी देखाउँदैछु, हेर्न सक्नुहुनेछ। वाउ, यस्तो छ हाम्रो माओली गाउँ। यहाँ टक्क बस्ने फुलबारीमा सट्टातिर हेर्ने अर्ग्यानिक खानेकुरा पुग्छ नि यत्रो। हजुर, हामी टोटल हामी चाहिँ खानेवाला, मामा चाहिँ बनाउनु हुनेवाला, हामी चाहिँ खाने। लु लेट्स गो। त्यही त यस्तै त हो नि परदेशमा हैन, भाइरल खाजा। माइली दिदी पर मिठो बेबीले पनि खानुहुँदैछ भाइरल खाजा। ओके साथीहरू, मेरो बेबी उसको बर्थडे हो आज, अनि त्यसपछि उसको बर्थडे नै हामी बर्थडे मान्नु आएको थियौँ। अनि त्यसपछि फाइनल्ली घर पुगिसकेको छ। मेरो किचन भएको छ, अनि उतातिर किचनहरू छ, यतातिर खाना पनि पाक्दैछ हाम्रो प्रोग्रामको लागि। सब्जी पाकिसकेको छ, माइतीले पकाइसक्नु भएको छ भने हामी फाइनल्ली कहाँ पुग्यौँ बेबी? घर माया गर्नु न। अब मलाई एकचोटि माया गर्नु त तपाईँलाई पनि। ओके, मैले बर्थडे गर्ललाई माया पनि गरिसकेँ। बर्थडे गर्लको बोजू पछाडि हुनुहुन्छ भने म फाइनली घर पुगिसकेको छु। अनि तपाईँहरूलाई आजको भिडियो के कस्तो लाग्यो? यदि राम्रो लागेछ भने लाइक गरिदिनु होला भन्नु। अनि युट्युबलाई सब्सक्राइब गर्नु। ओके भन्दै आजको लागि बाई। माया गर्नु मिठो माया, मिठो माया, बाई बाई। बाई गर्नु फेरि एकचोटि मिठो माया। ओके राखौँ राख्नुहोस्। डन्डाना भन्नु है। म को भन्नु त? कसको डन्डाना? पन्टुको डन्डाना। पन्टु भनेको चाहिँ मेरो बेबी। बाई। अब साँच्चीको बाई, साँच्चीको बाई ल भन्नु न। ओके, लु फेरि माया, मिठो माया गरिदिनु। ओके।